यहाँ लेटर बनाउने प्र्याक्टिस गरिराखेको छ। फर्स्टमा माइक्रोसफ्ट वर्ड खोल्यो, यसमा यो स्टार्ट मेल मर्ज सेक्सनमा स्टार्ट मेल मर्ज भन्ने यसको डाउनमा क्लिक गर्नुस्, स्टेप बाइ स्टेप मेल मर्ज विजार्ड देख्छ, यसलाई क्लिक गर्नुस्। अहिले हामी लेटर बनाउन गइराखेको छ। बाइ डिफल्ट लेटरमा थियो, त्यसैले अर्को स्टेपमा क्लिक गर्दै सेकेन्ड स्टेपमा आइराखेको छ। लेटर बनाउनको लागि युज द करेन्ट डकुमेन्ट भन्ने अप्सन जरुरी हुन्छ, त्यसैले नेक्स्ट स्टेप गरिदिनुस्। स्टेप 3 मा पुग्यो। अहिले युज एक्जिस्टिङ लिस्ट भनेको अगाडि नै लिस्ट तयार गरिसकेको छ भने ब्राउजमा जाने, के नाममा लिस्ट सेभ गरेको छ त्यो चुज गर्नुपर्ने हुन्छ। इन्भिटेसन कार्ड पठाउनको लागि लिस्ट तयार गरेको छैन भने नयाँ लिस्ट बनाउनको लागि यो टाइप अ न्यू लिस्टमा यसरी क्लिक गरिदिनुस्। क्रिएटमा क्लिक गर्नुस्। टाइटल भनेको मान्छेको नामको अगाडि मिस्टर, मिसेस, फर्स्ट नेम, लास्ट नेम, यो कुरा कति कुराहरू अदल बदल गर्नु छ भने कस्टमाइज कोलम लेखेको छ, यसमा क्लिक गर्नु। एड्रेस लाइन 2 चाहिएन भने यसमा यसरी सेलेक्ट गरेर डिलिट गरिदिनुस्। स्टेटको ठाउँमा डिस्ट्रिक्ट गर्न मन लाग्यो भने यसमा फेरि सेलेक्ट गरेर यो रिनेममा क्लिक गरिदिनुस्। सिटी डिस्ट्रिक्ट लेखेर इन्टर गरिदिनु अथवा ओके गर्यो भने डिस्ट्रिक्ट भइराखेको छ। डिस्ट्रिक्टको पछाडि जोन एड गर्न छ भने यसमा डिस्ट्रिक्टमा सेलेक्ट गरेर एड गरिदियो भने म यसमा जोन लेखेर इन्टर गरिदिन्छु। यति गरे पछाडि यसलाई ओके गरिदिनुस्। अब डिटेलहरु सबमिट गर्दै जानुस्। टाइटल मिस्टर राख्दै, फर्स्ट नेम राम, लास्ट नेम थापा, कम्पनी ओप्पो, एड्रेस न्यू रोड, सिटी पोखरा, डिस्ट्रिक्ट कास्की, मोबाइल नम्बर सबमिट गरिदिनुस्। नेक्स्ट फेरि ट्याब गरिदिनुस्। सेकेन्डमा आइराखेको छ एमएस मिस रिना ढकाल, सिटी धरान, डिस्ट्रिक्ट सुनसरी, मोबाइल नम्बर समथिङ राख्दै फेरि ट्याब गरिदिनुस्। अर्को पनि आइराखेको छ, मैले यसमा 3 जनाको बनाएको छ, यसलाई ओके गरिदिन्छु। सेभ गर्नको लागि तपाईले नाम दिन सक्छ समीर भनेर। यस सेभ भयो, ओके गर्ने। स्टेप 3 मा हामीले लिस्ट तयार गर्यौं। अब नेक्स्ट स्टेपमा जानुस्। स्टेप 4 मा आइपुग्यो। चिठीमा के लेख्ने यो कुराहरु यहाँ राख्न सक्छ। अफिसियल चिठी बनाउने हो भने यसमा यसरी 2 लेख्दै यसमा म एड्रेस डिटेलहरु राख्न चाहन्छु। कुनै एड्रेस ब्लकमा क्लिक गर्नुस्, डिजाइन देखाउँछ, यो चुज गरे र यसलाई ओके गर्ने। दिस इज जिगम्बज, काइन्डली भिजिट मिस्टर फलाना अथवा मिस फलाना लेख्नु पर्ने छ भने मोर आइटममा गएर त्यो डेटाहरु सबमिट गर्न सक्छ। यसमा फेरि स्पेस राखेर वर्डलाई छुट्याउनुस्, यसरी यहाँ राख्ने, यसरी इन्फर्मेसनहरु राख्न सक्छ। चिठीको प्रिभ्यू हेर्ने हो भने नेक्स्ट स्टेपमा प्रिभ्यू अर लेटर भन्छ, यसमा क्लिक गर्नुभयो भने ठीक छ लेटर भने नेक्स्ट स्टेपमा जानुस्। कम्प्लिट द मर्ज, यसलाई प्रिन्ट गर्न छ भने यसलाई प्रिन्टमा क्लिक गर्नुस्, ओके गरिदिनुस्। सबै प्रिन्ट भएर आउँछ। अलग अलग बनाएर राख्ने हो भने एडिट इन्डिभिजुअल भन्ने छ, यसलाई यसरी क्लिक गरिदिनु, ओके गरिदिनु। अलग अलग राखेको छ।